हेलो साथीहरू, के छ सन्चै हुनुहुन्छ होला? म पनि एकदमै ठिक छु। म आज नारखोला स्वास्थ्य चौकीमा के कस्ता सामग्रीहरूको व्यवस्थापन गरिएको छ र कस्ता किसिमका सेवाहरू चाहिँ प्रभाव गरिन्छ भन्ने बारेमा भन्न गइरहेको छु। ल हेरौँ है त। यो चाहिँ बिरामी जाँच कक्ष अथवा ओपिडी रोम हो। यता पोस्टरमा मानवको बौद्धिक विकासको गति कसरी हुन्छ भन्ने बारेमा देखाइएको छ। 30% गर्भमा, 25% 1 वर्षभित्र, 25% 2 वर्षभित्र, 10% 5 वर्षभित्र र 10% 5 वर्षभित्र गरेर यसरी नै मानवको बौद्धिक विकास भइरहेको हुन्छ। र यता स्वास्थ्य चौकीमा निशुल्क रूपमा पाइने 98 प्रकारका औषधिहरूको विवरण देखाइएको छ। यता चाहिँ औषधिहरू मिलाएर राखिएको छ। धेरै प्रकारका औषधिहरू छन् जहाँ चाहिँ र्याकमा यसरी मिलाएर राखिएको छ। यता चाहिँ पोषण कर्णर रहेको छ जहाँ चाहिँ पोषणयुक्त खानेकुरा राखिएको छ। र यता पोस्टरमा छ पूरक तथा थप खाना सम्बन्धी सिफारिस गरिएका व्यवहारहरू सम्बन्धी देखाइएको छ। यता चाहिँ कुर्सी छ, म चाहिँ यहीँ बसेर बिरामीहरूलाई हेरिरहेको हुन्छु। र यता चाहिँ राष्ट्रिय खोप तालिका छ जुन तालिकामा भएका सबै खोपहरू चाहिँ बच्चालाई दिइन्छ। र ओभरअलमा हेर्दाखेरि हाम्रो ओपिडी रोम यस्तो छ। अब चाहिँ यता आउँ गाइज, अब म तपाईहरूलाई एडमिसन रोम अथवा भर्ना कक्ष देखाउँछु। यस्तो छ है हाम्रो भर्ना कक्ष। यता हाम्रो फ्रिज छ अनि अटोक्लेभ छ र हाम्रो यता चाहिँ अक्सिजन कन्सन्ट्रेसन राखिएको छ। हाम्रो भर्ना कक्ष चाहिँ यस्तो छ जहाँ चाहिँ बेडसिट राखेर व्यवस्थापन गरिएको छ। अब यता आउनुहोस्, हामी चाहिँ यता हेरौँ प्रस्तुति गृह कक्ष अथवा चाहिँ डेलिभरी रुम भन्छ। कस्तो छ त अब हामी हेर्छौँ। ल यता चाहिँ डेलिभरी बेड रहेको छ जहाँ चाहिँ प्रेग्नेन्ट वुमेनलाई चाहिँ यसै बेडमा सुताएर डेलिभरी बनाइन्छ। र यहाँ चाहिँ हामीले चाहिँ ड्रेसिङ रुम पनि बनाएका छौँ कि त्यस कारणले गर्दाखेरि यो बेडमा चाहिँ कुनै पनि बिरामीहरूको काटिएको बिरामी आयो भने चाहिँ त्यसलाई सुजर गर्नु पर्यो अथवा टाका लगाउनु पर्यो भने चाहिँ यही बेडमा सुताएर चाहिँ हामीले टाका लगाउने गर्दछौँ। यता चाहिँ ड्रेसिङको सबै सामग्रीहरू रहेको छ, देख्न सक्नुहुन्छ। ग्लोभ्स छ, बेटाडिन पनि छ, सलाइनहरू छ, त्यस्तै गरेर चाहिँ ड्रेसिङको सेटहरू सबै छ। र ओभरअलमा हेर्नु पर्दा चाहिँ ड्रेसिङ रुम चाहिँ हाम्रो यस्तो छ। प्रस्तुति गृह अथवा चाहिँ डेलिभरी रुम पनि भन्छौँ, यस्तो रहेको चाहिँ हाम्रो चाहिँ गाइजर सबै व्यवस्थापन छ। म तपाईँहरूलाई भण्डार कक्ष अथवा स्टोर रुम देखाउँछु। स्टोर रुममा कति औषधिहरू हामीले जम्मा गरेर राखेका छौँ, कुन कुन औषधि राखेका छौँ भन्ने कुरा अब म देखाउँछु। र अरू कुन कुन सामानहरू चाहिँ हामीले स्टोर गरेर राखेका छौँ भन्ने कुरा म तपाईँहरूलाई देखाउँछु। हाम्रो स्टोर रुम चाहिँ यस्तो रहेको छ। र हाम्रो सबसे मुनिको र्याकमा सिरममा एन्टाएसिड राखिएको छ। यो भन्दा माथि डिक्लोजेल, यो र्याकमा चाहिँ एस्कर्बिक एसिड, एसिलोफेनेक र इन्डोमेथासिन जस्ता मेडिसिन्सहरू राखिएको छ। र यो टपको र्याकमा चाहिँ र्यानिटिडिन, क्याल्सियम, भिटामिन डी जस्ता औषधिहरू राखिएका छौँ। यसरी हामीले चाहिँ मिलाएर औषधिहरू राखिएका छौँ स्टोर रुममा। स्टोर रुम भनेपछि चाहिँ मेडिसिन्सहरू चाहिँ धेरै राखेको हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हामीले यताको दराजमा चाहिँ सिरपमा भिटामिन बी कम्प्लेक्स, जसलाई चाहिँ ब्रान्ड नेममा बस्ट भन्छ, यता राखेका छौँ। र यता चाहिँ हामीले एमोक्सिलिन्सहरू, त्यस्तै गरेर ब्रोफिन्सहरू, पारासिटामोलहरू, चाइनेक्सहरू चाहिँ हामीले यता राखेका छौँ भने। र यो तल्लो फ्ल्याटमा चाहिँ हामीले चाहिँ इन्जेक्सन फर्ममा भएका मेडिसिन्सहरू राखेका छौँ। जस्तै हामीले राखेका छौँ ट्रान्जेमिक एसिडहरू, डिक्लो, पारासिटामोल, पेन्टफ, जोन जस्ता इन्जेक्सन फर्ममा औषधिहरू हामीले चाहिँ मिलाएर यसरी राखेका छौँ। र यता चाहिँ सिरपमा मेट्रोनिडाजोल, पारासिटामोल राखेका छौँ भने। र यता चाहिँ हामीले चाहिँ पर्मिथ्रिनहरू अनि त्यस्तै गरेर कालामाइन लोसन्सहरू यता चाहिँ हामीले यसरी मिलाएर राखेका छौँ। यता चाहिँ इलास्टिक ब्यान्डेज, सर्जिकल मास्कहरू अनि त्यस्तै गरेर एडेसिभ टेपहरू राखेका छौँ। यसरी हामीले चाहिँ यो दराजमा मेडिसिन्सहरू चाहिँ यसरी हामीले राखेका छौँ। र अर्को दराजमा पनि हामीले चाहिँ यसरी मेडिसिन्सहरू राखेका छौँ जहाँ चाहिँ डिक्लोजेल छ, त्यस्तै गरेर चाहिँ ओइन्टमेन्टहरूमा चाहिँ नियोमाइसिन छ, सिल्भर सल्फाडाइजिन्सहरू जस्ता ओइन्टमेन्टहरू रहेको छ, डेल्टाजेल छ, आइड्रप पनि छ। र परिवार नियोजनको साधनहरूमा इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स, इकोन पनि छ। त्यस्तै गरेर अरू परिवार नियोजनका साधनहरू जस्तै डिपो, इम्प्लान्ट जस्ता साधनहरू पनि हाम्रो स्वास्थ्य संस्थामा उपलब्ध छन्। यता चाहिँ ओआरएस छ। यता चाहिँ परिवार नियोजन साधनको अस्थायी साधन माध्यम चाहिँ कन्डम चाहिँ यता राखेको छ। चिज भनेको यस्तो छ कन्डमहरू चाहिँ। ल अब यता हाम्रो अफिस रुम अथवा कार्यालय कक्षतिर हेरौँ। यता दराजमा रजिस्टर राखेका छौँ। यता चाहिँ हामीले प्रिन्टर राखेका छौँ र यता साइडमा चाहिँ अर्को डेस्कटप छ। यसरी नै हामीले सामग्रीहरू मिलाएर राखेका छौँ। र अर्को छुट्टै रुम सुत्ने नभएको कारणले गर्दाखेरि म चाहिँ यही अफिस रुममा सुत्छु। यस्तो छ बेड चाहिँ। अनि यताको बेड चाहिँ खाली नै छ। यो रुममा चाहिँ दुईवटा बेड भएको कारणले गर्दाखेरि एउटामा चाहिँ म सुत्छु र अर्को चाहिँ खाली नै छ। यो बेडमा चाहिँ म सुतिरहेको छु अहिले। यस्तो छ बेड हेर्नु त गाइजहरू। यता चाहिँ मैले हिटर राखेको छु, चिसो हुन्छ, हिटर तापेर बस्नुपर्छ। मेरो रुम चाहिँ यस्तो छ गाइज। अफिस रुम पनि हो र म सुत्ने रुम पनि हो। र मान्छेहरूले कुनै पनि कारणवश गुनासो पोखेमा उनीहरूले गुनासो पेटिकामा चाहिँ आफ्नो गुनासो लेखेर राख्ने व्यवस्था पनि गरिएको छ।
र यता हाम्रो कन्डम बक्स रहेको छ जहाँ चाहिँ हामीले कन्डम राखिदिएका हुन्छौँ र मान्छेले आफूले इच्छा अनुसारले चाहिँ निकालेर लिन सक्छन् र म तपाईँहरूलाई देखाउँछु पनि कन्डम है गाइज राखेको छ कि नै भन्ने कुरा प्रमाणित त गर्नु पर्यो नि तपाईँहरूलाई। मैले कन्डम निकालेँ गाइज। कन्डम चाहिँ हामीले यसरी राखिदिएका हुन्छौँ, आफूले मान्छेहरू आएर आफ्नो इच्छा अनुसार निकालेर जान्छन्। यति नै थियो हाम्रो स्वास्थ्य संस्थामा उपलब्ध भएका औषधिहरू र सामग्रीहरू र जति मात्रामा एउटा स्वास्थ्य संस्थामा चाहिनुपर्ने औषधिहरू थियो त्यति मात्रामा नै पर्याप्त मात्रामा छ अहिले। आजलाई यति नै। यदि मेरो भिडियो मनपर्छ भने युट्युबमा गएर भिडियोमा लाइक गरिदिनु होला र युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। बाई, सी यु नेक्स्ट भिडियो।